Analyzing RSP chances of winning this election. यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा मुख्य पार्टी बन्न सक्ला। 2025 सेप्टेम्बर 8मा भएको जेनजी आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भूमिका खेल्यो। त्यसपछि जनवरी 2026मा नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन भयो। यस्तो लगातार बदलिदो र अस्थिर राजनीतिक अवस्थामै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आयो। यसपटकको चुनावमा पुराना दलहरू पहिलेभन्दा धेरै सतर्क देखिएका छन्, किनकि रासोपा तीव्र गतिमा विभिन्न निर्वाचन क्षेत्रहरूमा आफ्नो उपस्थिति बढाउँदैछ। भ्रष्टाचार, पुरानै शैली र दोहोरिने उखान टुक्काबाट थाकेका जनताले रासोपालाई नयाँ र फरक विकल्पको रूपमा हेर्न थालेका छन्। 6 महिना अघि मात्र जन्मिएको एउटा पार्टी र 6 महिनामै देशको चौथो ठूलो शक्ति कसरी सम्भव भयो यो? 2079 साल असारमा सञ्चारकर्मीबाट राजनीतिमा आएका रवि लामिछानेले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुरुमा धेरैले सामाजिक सञ्जालको हाइप मात्र ठानेका थिए। तर समयले फरक कथा लेख्यो। स्थापना भएको केवल 6 महिनापछि 2079 को प्रतिनिधि सभा निर्वाचनमा रासोपाले अप्रत्याशित सफलता हासिल गर्यो। कुल 20 सिट, 13 प्रत्यक्ष र 7 समानुपातिक जित्दै यो देशको चौथो ठूलो दल बन्यो। नयाँ पार्टीका लागि यो परिणाम केवल चुनावी उपलब्धि थिएन, यो स्पष्ट सङ्केत थियो कि जनता विकल्प खोजिरहेका थिए। पार्टीको मुख्य नारा अब जान्नेलाई छान्ने केवल चुनावी शब्द होइन, पुराना अनुहार, दोहोरिने बाचा र स्थायी निराशाबाट थाकेका मतदाताको भावना थियो। वैचारिक रूपमा रासोपा आफूलाई परम्परागत वाम वा दक्षिण ध्रुवमा सीमित नगरी सुशासन, पारदर्शिता, भ्रष्टाचार विरोध र सुधारमुखी नीतिमा केन्द्रित भएको देखिन्छ। आर्थिक रूपमा उदार झुकाव राख्दै सामाजिक उत्तरदायित्वको कुरा गर्ने यस शैलीले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्यो। भौगोलिक रूपमा हेर्दा रासोपा सहरी क्षेत्रमा बलियो देखियो। विशेष गरी काठमाडौँ उपत्यका र चितवन जिल्लामा उल्लेखनीय मत प्राप्त भयो, तर प्रभाव देशभर समान थिएन। मध्य प्रदेशमा प्रत्यक्षतर्फ खास उपलब्धि हासिल भएन भने कर्णाली प्रदेशबाट प्रत्यक्ष सिट जित्न सकेन। समानुपातिक मार्फत मात्र प्रतिनिधित्व सम्भव भयो। यद्यपि केही पहाडी जिल्लाबाट प्राप्त समानुपातिक मतले यसको सन्देश देशव्यापी रूपमा फैलिन थालेको सङ्केत दियो। अब प्रश्न उही छ, के यो क्षणिक लहर थियो वा नेपाली राजनीतिमा दीर्घकालीन परिवर्तनको सुरुवात? रासोपाले अब प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भनेका पुराना दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले नै हुन्। विशेष गरी सुर्खेत 2 जस्ता कर्णालीका क्षेत्रमा प्रतिस्पर्धा निकै कडा देखिन्छ, जहाँ कांग्रेस र एमाले दुवैले सजिलै स्थान छोड्ने मनस्थितिमा छैनन्। यस्तै झापा 5 जस्ता क्षेत्रमा नयाँ अनुहार र पुराना शक्तिबीचको प्रतिस्पर्धाले चुनावी माहौल रोचक बनेको छ। विशेष गरी केपी शर्मा ओली जस्ता स्थापित नेतासँग तुलना हुने बहसहरूले पुराना दलमाथि दबाव बढाएको छ। तर चुनौती केवल बाहिरबाट मात्र छैन। रासोपाका धेरै उम्मेद्वारहरू राजनीतिमा नयाँ भएकाले उनीहरूले पुराना दलहरूको दशकौंको अनुभव, बलियो सङ्गठन संरचना, आर्थिक स्रोत र सञ्चार संयन्त्रसँग जुझ्नुपर्नेछ। साथै पार्टी सभापति रवि लामिछानेमाथि उठेका कानुनी विवादहरू जस्तै सहकारी सम्बन्धी मुद्दा र नागरिकता प्रकरणले पनि पार्टीको सार्वजनिक छविमा प्रभाव पार्न सक्छन्। अर्कोतर्फ कांग्रेस र एमालेका पुराना स्थापित मतदाता नेटवर्क र स्थानीय संरचनाले चुनावी प्रतिस्पर्धालाई अझै कठिन बनाउने सम्भावना छ। रासोपाका लागि सबैभन्दा ठूलो अवसर भनेको जनता पुराना दलप्रति निराश हुनु हो। विगत दशकभरका असफलता, भ्रष्टाचार र दोहोरिने बाचाले मतदातालाई नयाँ विकल्प खोज्न प्रेरित गरेको छ। यही अवसरलाई समात्दै रासोपाले भ्रष्टाचार विरोधी एजेन्डा अगाडि राखेको छ र युवाहरूको आन्दोलनका मागहरूलाई प्राथमिकता दिएको छ। पार्टीका नेता बालेन र रवि लामिछानेको संयुक्त सभाहरू तथा देशव्यापी अभियानले रासोपालाई ग्रामीण र शहरी दुवै तहमा ध्यानाकर्षण गराइरहेको छ। नयाँ पार्टी भएकाले अपेक्षाभन्दा बढी उत्साहजनक स्वागत पाएको छ र छोटो समयमै सङ्गठन विस्तारमा पनि सफलता हासिल गरेको छ। गत चुनावको नतिजा र अहिलेको जनभावना हेर्दा रासोपाको जित्ने सम्भावना राम्रो देखिन्छ। बालेन पार्टीमा आएपछि पार्टीको लोकप्रियता झनै बढेको छ। पार्टीले 2/3 बहुमत जित्ने